एभ्रिवान, मैले हिजो बनाएको थियो होइन बजेटको बारेमा। हाम्रो टार्गेट थियो इकोनोमिक ग्रोथ रेटको यति। अहिले ठ्याक्कै आएको छ न्युज होइन, बिहान न्युज आएको छ। हाम्रो इकोनोमी माइलस्टोन हिट गरेको छ 6.6 ट्रिलियनको। ल हेरौँ है, नेपाल इकोनोमी सेट टु हिट 6.6 ट्रिलियन माइलस्टोन एन्ड ग्रोथ रेट 3.85%। ल यो कुरा राम्रो हो। हाम्रो जिडिपी बढ्दैछ होइन, जिडिपी बढ्दैछ, ग्रोथ रेट पनि बढ्दैछ। यही कुराहरू हो, राम्रो हो। तर एग्रिकल्चर सेक्टर डिक्लाइन भएको छ लास्ट इयरको कम्पेरिजनमा। यो वर्ष जिडिपीमा कन्ट्रिब्युट गर्ने प्राइमरी, सेकेन्डरी, सर्भिस सेक्टर, सबैभन्दा बढी सर्भिस सेक्टर छ। ल यो गुड न्युज हो साथीहरू।